आफ्नो मुजीलाई मेरो लाइभ हेर्न आइज भनेछु जा मेरो लाइभ हेर भनेछ र भन् त जा सुहानीको चाक काटेर बस चाटिस भने सुहानीलाई पनि मजा आउँछ जा जा यहाँ आएर नबस थ्याङ्क यू सो मच गाइज जिताउँ न गाइजहरू काहीँ नभएको हाम्रो इच्छा मेरो लाइफ म जस्तो पनि भन्छु के छाडा बोलेको देखिस् त तैँले त बरु सुहानीलाई बुढी म यता छु भन्दै उहाँ कतिजनाको भिसी हेर्दै बस्छस् होला त्यही डबल ट्याप गरिदिनु न गाइस बिचारा लास्ट टाइम एउटा बुस्टिङ पाउँछु कि भनेर हानेको तर त्यो अनपढलाई के थाहा बिचारा जसले गेम जित्छ त्यसले बुस्टिङ पाउँछ रुन्छ यो कसम बिचारालाई के थाहा कठै बचाएर मेरो दाइको खेल ए उताको दाइ ए बुस्टिङ पर्दैन क्या त्यस्तरी बुस्टिङ पर्ने भनेको मैले जित्यो भने मात्रै पर्छ बरु यता आएर बुस्टिङ लगाए पनि मेरैमा पर्ने हो फेरि दाइ रहेछ गाई डबल ट्याप गरिदिनु न ट्याप ट्याप ल गाई सबजना डबल ट्याप ल यार साथीभाइहरू के भएको यार ओइ चुप न प्रेमजी बोल्न पाउँदैन ल बोल्न पाउँदैन ल नबोल्न नमस्कार गडा हो नमस्कार गरेर बस नमस्कार तेरो दाइ भाइलाई ग्याङहरू हो जिब्रो त चलाइस अब मेरो कान्छो भाइ पनि चलाइदिन त्यो मुखमा हो जिब्रो त मजाले चलाउँदो रहेछ त्यसमा चाहिँ मेरो दाइहरूको ललिपप चाहिँ मा टुक्ने राखेर चाहिँ मा चलायो भने आइसक्रिम चाहिँ पक्कै झार्छेस् तैँले हो मेरो दाइहरूको ललिपपबाट गरेर आइसक्रिम झार्नु है अलिक पछाडि जा राडी हो तेरो भकुन्डो पनि हेर्नु पर्यो हो चाला गाँड देखाउने आए मैले त मा टुक्ने यस्तो त देखाउने हेडलाइट पनि देखाउने हामीलाई च्याप च्याप पक्रिँदाखेरि हाम्रो दाजुभाइलाई मजा आओस् गिलो छ कि साह्रो छ भन्ने थाहा हो दुईटा खुट्टा च्यातेर पनि देखाउने हो गुफामा जाँदाखेरि काँधमा राख्न सकिन्छ कि सकिँदैन भन्ने कुरा हो साला भिखारी आइमे साला 2 कौडीको आइमे हो अब त तैँले ब्रा त देखाइस चड्डी पनि देखा जाँठी त्यसलाई पनि च्याट दिन्छौ हामी जालीवाला चड्डी छ भने हेर्ने हो केटा हो ट्याप ट्याप चाहिँ गर है यस्तो दामी गर केटा हो मिस्टर काका थ्याङ्क यू सो मच नमस्कार गर रोज मान्छ नमस्ते गर नत्र भने दुलो र दुलो खेलाउनमा मास्टर हो म हो मिस्टर काका राई हो यस मेरो ठुल दाई जेठो दाई गौतम दाईमा धुलो र दुलो खेलाउनमा हामी मास्टर हो रमेश दाई चल आइज अब आइज दाई थ्याङ्क यू सो मच मेरो दाई यसले कम हेपेको होइन नि चल लगा न त अब तेरो पावर अलिक पछाडि जा पछाडि यस ओके रमेशजी मेरो पनि साथी हो ल के कुरा गर्छस् ल भन् त थ्याङ्क यू सो मच रमेशजी थ्याङ्क यू सो मच लङ टाइम पछि हजुर आउनुभयो थ्याङ्क यू सो मच थ्याङ्क यू दाइको माया नि सर्वोच्च छ दाइ ए यसलाई त ट्याप ट्यापले जित्ने हो नि ट्याप ट्यापले जित्न त ल कतिको जित्दो रहेछ ट्याप ट्यापले जित्छु थ्याङ्क यू सो मच रमेशजी थ्याङ्क यू सो मच थ्याङ्क यू लभ यु दाइ हुन्छ दाइ मस्ट लभ छ दाइ एकदम छ दाइ ओइ सुन तेरो औकातै भएन यार मेरो औकात के छ नि मेरो औकात हेर्ने हो यहाँ हेरे एकछिनमा पुग्छ औकात ट्याप ट्यापले अर्कालाई मात्रै भनिरहेछ तेरो औकात के छ र के छैन आफ्नो पनि के छ र आफूले पनि केही त ल्याएको छैन एउटा पनिसमेन्ट हेर्नु क्या खुसी भइदियो सपना बनाइदियो यार थ्याङ्क यू एभ्रिवान मेरो 512 जना भ्युअर्स 13 जना
थ्याङ्क यू सो मच अनि हाम्रो रमेशजी थ्याङ्क यू सो मच सबैजनालाई थ्याङ्क यू Great heart, guys. होइन गाइस थ्याङ्क यू सो मच आर थ्याङ्क यू सो मच आर काका राईलाई केशव थ्याङ्क यू सो गौतम मच दाईलाई यार यो तिमीहरू यो गलत नम्बर नदेन अगर तिमीहरू साँच्चीकै भिसी गर्दछौ भने म गेस्टमा तान्छु अनि भिसी गर यहाँ भिसी गर्ने चुप लागेर बस्ने मेरो छ स्कोर किन बोलेको छस् त भन् त पहिला गेम जिताउनु न अनि पो रिप्लाई दिन्छु त गेम जिताउँछ नि इनबक्समा रिप्लाई दिउ न पूजा मेरो चाख हेर हतार भयो रिप्लाई दिने मान्छे रहेछ यार दिइहाल्छु नि त गेम जिताएपछि त रिप्लाई दिइहाल्छु नि त एमडीजी जिताउनु न यार बोलो गाइस सबजना डबल हामीलाई त नजिताइकन पनि दाजुभाइले मजाले रिप्लाई गराउनु दिन्छ हामी त राजी हजुर पनि यत्रो ठुलो लेभल रहेछ 26 लेभल एक गेम जिताइदिनु होला न ल यसपछि यो साला भ्यागुते मुर्दार जितेर देखा It's nice.